हेलो नमस्कार, सन्चै हुनुहुन्छ? देखिहाल्नु होला आज मेरो हातमा के छ। यो चाहिँ C2 क्लिनर हो क्या। यति राम्रो काम गर्दो रहेछ होइन। अनि मैले भन्छु नि हजुरहरूलाई, मलाई चाहिँ जेले राम्रो काम गरेको हुन्छ त्यो चाहिँ मलाई सेयर गर्नु मन लागिहाल्ने कि बानी त्यस्तो छ मेरो चाहिँ होइन। आफूलाई राम्रो भएपछि अरूलाई पनि त राम्रो हुन्छ नि त। अनि त्यही भएर चाहिँ यो सेयर गर्न मन लागिहाल्यो कि। हुन त कतिजनाले अनलाइनतिर चाहिँ देखिसक्नु भएको होला। अहिले त अनलाइनतिर धेरै आइरहेको छ होइन। अनलाइन बिजनेसको अनलाइन व्यापारको सबैभन्दा बेस्ट सामान चाहिँ हो कि मेरो लागि। अनि हामीलाई अब झन् हामी गृहिणी, त्यसमा त फेरि घर पनि सम्हाल्नु पर्ने, अफिस पनि सम्हाल्नु पर्नेलाई चाहिँ यो C2ले यति सजिलो काम गर्छ कि। एक त घर पनि एकदमै सफा गर्छ होइन। अनि एकदमै त्यो चिपचिपी पनि सट्टै जान्छ कि। हेर्नु न, यो मेरो कति फोहोर भएको थियो होइन। यो कस्तो दागै गएको थिएन कि, C2ले सट्ट गयो। अनि यसो हेर्नु त कस्तो राम्रो भयो। यो चाहिँ धेरै राम्रो भएको भएर मैले तपाईँहरूलाई पनि एउटा भिडियो बनाउनु त भनेर बनाएर हालिहालेको होइन। अनि एक त किचन ठुलो हुनु, अनि फेरि पुरै मेरो जस्तो सेतो स्ल्याब हुनु, अनि समय काम गर्ने समय नहुनु, यसको लागि चाहिँ बेस्ट नै हो कि यो C2 चाहिँ। अनि अहिले यो चिम्नीले झन् कति हैरान बनाउँछ है। चिम्नी यसरी नै च्यापच्याप हुन्छ, अनि केही गर्दा पनि जाँदैन। अनि चाँडो पनि गर्नु पर्यो, सफा पनि गर्नु पर्यो होइन। अनि समयको बचत पनि हुनु पर्यो। त्यसको लागि सबैभन्दा बेस्ट चाहिँ यो C2 क्लिनरै हो। अनि कतिजनाले युज गर्दाखेरि चाहिँ मास्क नलाइ पन्जा नलाइ गर्नुहुँदो रहेछ। हजुरहरूले चाहिँ युज गर्नुभयो भने चाहिँ अनिवार्य रूपमा मास्क र पन्जा चाहिँ लाउनुपर्छ है। किनभने एकदमै कडा हुँदो रहेछ नि त्यसमा केमिकल। त्यही कडा केमिकलको कारणले नि एकदमै कति वर्षदेखिको दाग पनि सट्टै जान्छ कि। त्यही भएर चाहिँ हजुरहरूले चाहिँ एकदमै केयरफुल भएर चाहिँ यो सामानको चाहिँ प्रयोग गर्नुपर्छ है। हेर्नुहोस् त मेरो यो कस्तो राम्रो भयो क्या यो किचनको स्विचहरू पनि। अनि यसरी काम गरिसकेपछि चाहिँ मास्क र पन्जा खोल्ने, अनि त्यसपछि राखेर मजाले हात धोएर चाहिँ बस्नुपर्छ है। अनि हजुरहरूले पनि ट्राई गर्नुहोस् है, एकदमै राम्रो काम गर्छ। आफूलाई गरेको भएर मैले यो चाहिँ सेयर गरेको है। भिडियो बनाउनु मन लागिहाल्ने कि मलाई चाहिँ।